पनि सबैलाई जय मासी। अनि मेरो छोरी ज्वाइँहरू धेरै टाढाबाट आउनुभएको छ। त्यस कारणले म यो सबैलाई नयाँ साल त अहिले पनि भइसकेको छैन, तर पनि बिहिबारबाट नयाँ साल हुन्छ र तापनि टाढाको छोरी ज्वाइँ नाता नातिना भएको निम्ति मैले आज नै उनीहरू धेरै टाढा जान्छन् गाडी घोडामा राति बिचामा भनेर मैले आज यो 2025 सालमै यो रोटी बनाएर खिलाएर पठाउन तयार गर्दैछु र तपाईहरू सबैलाई पनि शुभकामना छ। सबैलाई हाम्रो यो रोटी पकाएको यो भिडियोहरू तपाईहरूलाई राम्रो लाग्छ, मन पर्छ भने मेरो फ्यामिलीहरू, मेरा छोराछोरी, मेरो नाता नातिना, मेरो बुहारी, मेरो सबैजनालाई तपाईहरूले सब्सक्राइब गरिदिनुहोस्। र म बुढी मान्छेले यहाँ पकाएर यी मेरो छोराछोरी सबै मेरो वरिपरि छन्, पकाइ तुलाइ गरेर म खिलाउँछु। अनि अझ टाढा जान्छन्। त्यस कारणले तपाईँहरूले पनि हेरिदिनुहोस् भनेर यो मेरो सूचना म जनाइराखेको छु। तपाईँहरू सबैलाई फेरि पनि धन्यवाद।